बाणीमा सम्झाउनु भएको छ। परमधाममा 25 पक्ष छन्। हजुरलाई थाहा छ नि पक्षको नाम? चौपाई सबैलाई प्रायलाई यादै होला। 25 पक्ष यानी विभाग। परमधाम अन्तर्गत 25 विभाग छन्। अब हजुरलाई कल्पना, ज्ञानीले अलि ज्ञानको दृष्टिले हेर्दाखेरि ज्ञानी त्यो रूपकलाई अलि मान्न तयार हुँदैनन्। ज्ञानीहरू, भक्तहरूले मान्दछन् परन्तु ज्ञानीले मान्दैनन्। परमात्मालाई पनि ज्ञानीको भाषामा हेर्दाखेरि परमात्माको पनि स्वरूप नै मान्दैन उसले। ब्रह्म हुन्, ब्रह्म भनेको अनुभवमा हुनुपर्ने हो। आनन्दका प्रतिमूर्ति हुन् ब्रह्म, चैतन्य स्वरूप हुन् अनि चित्तले आभास गर्ने हो ब्रह्मलाई भनेर ज्ञानीले के गर्दछ त भन्दा परमात्माको स्वरूप बनाउँदैन उसले। परन्तु भक्तले परमात्मालाई आफू जस्तै बनाइदिन्छ, उभ्याइदिन्छ। जिनकी भावना रही जिन जैसी, प्रभु मूरत देखी तिन तैसी भनेको छ नि। जुन जुन भावले परमात्मालाई याद गरौँ त्यस्तै रूप देखिन्छन्। अनि यो त हाम्रो भावको जगत हो। अनि महामती प्राणनाथजी महाराज जुन सद्गुरु महाराजको अनन्त कृपाबाट इन्द्रावती सखीले वर्णन गर्नुहुन्छ जो दिव्य परमधाममा समष्टि अनि व्यष्टि रूपले हेर्दाखेरि के देखिन्छ त भन्दा एक परमात्मा श्रीराजजी महाराज अनि उहाँको सत्ता पुरा परमधाममा सर्वोपरि ऐश्वर्य भनिन्छ नि। ऐश्वर्यताले गर्दा परमधाममा 25 पक्ष बनायो। धाम तलाव कुंज बन सोहे, माणिक नहरे बन की जोहे, पश्चिम चौगान बड़ो बन कहिए, पुखराजी जमुना जी लहिए, आठों सागर 8 जिमी के, ए 25 पक्षे धाम धनी के। अब यसमा सबै थोक आयो। सागर पनि आए, जमिन पनि आयो, रङ्गमहलको अलग अलग जुन आनन्द विहार गर्ने स्थान पनि, कुञ्ज पनि आयो, अनि पश्चिमको चौगान पनि आयो, पुखराजी पनि आयो, जमुना नदी आइन्, 7 सागर 8 जमी सबै आइगएन। अब सोच्नुहोस् त, एउटा पुरा दुनियाँ बन्यो नि हाम्रो भाषाले। एक अलग प्रकारको संसारको रचना भयो परमधाममा। परन्तु त्यो शाश्वत हो, त्यो अखण्ड हो। यहाँको दृष्टिले, यहाँका विचारले, यहाँको मनले कल्पना गर्न सकिँदैन। त्यसले गर्दा प्राणनाथजीले एउटै शब्दमा यसको पुरा वर्णन गरिदिनु भयो। के त भन्दा शब्दातीत हुन् है।